नमस्कार साथीहरू। आज हामी निस्किएका छौँ एउटा रोमाञ्चक साइकल यात्रामा, जहाँ घुम्ती सडक, हरियाली पहाड र मनमोहक दृश्यहरूले हाम्रो साथ दिनेछन्। हाम्रो गन्तव्य हो सुन्दर र शान्त थाप्रेक गाउँ। यो यात्रा केवल साइकलिङ मात्र होइन, प्रकृतिसँगको भेट, नयाँ बाटोहरूको खोजी र अविस्मरणीय अनुभवहरूको सङ्ग्रह पनि हो। तपाईँ पनि हामीसँगै यो साहसिक यात्रामा जोडिनुहोस्, किनकि अगाडि छन् अद्भुत दृश्यहरू, चुनौतीपूर्ण उकालाहरू र थाप्रेक गाउँको अनुपम सौन्दर्य। तयार हुनुहोस्, पेडल घुमाऊ र यात्रा सुरु गरौँ। मेरो यात्रा गगनगौंडाबाट सुरु भयो। खुदी खोला पार गरे लगत्तै उकालोले मेरो सहनशीलताको कडा परीक्षा लिन थाल्यो। बाटोभरि केही ठाउँमा रोकिएर मैले विश्राम गरेँ र वरिपरिको मनमोहक प्राकृतिक दृश्यको आनन्द लिएँ। यो यात्रा सजिलो भने बिल्कुलै थिएन। कतिपय ठाउँमा बाटो यति धेरै ठाडो थियो कि साइकल बाटो ओर्लिएर हिँड्नै बाध्य भएँ। बाटोको अवस्था as you can see, है, थप्रेक जाने बाटो चाहिँ आधा बाटो चाहिँ कच्ची नै रहेको छ। यहाँबाट चाहिँ बनाउन सुरु गरेको रहेछ। केही खण्डमा भने सडक निर्माणको काम चलिरहेको थियो, जसले यात्रा अझ चुनौतीपूर्ण बनायो। यी सबै कठिनाइहरू पार गर्दै अन्ततः म काठे पिपल गाउँ पुगेँ। त्यहाँ केही समय आराम गरेँ र स्थानीय बासिन्दासँग रमाइला कुराकानी गरेँ। तिम्रो नाम के हो? एबिट गुरुङ। एबिट गुरुङ? डेभिड कि एबिट? एबिट। एबिट स्पेलिङ के हो? एबिआइडी एबिट GURUNG। हो। अन तिम्रो नाम? समर गुरुङ। समर गुरुङ। दुईटा कति क्लासमा पढ्छौ त नि तिमी? म 3। तिमी? 7 है। कुन स्कुल? तल्ली पोखरी। तिमी तल्ली पोखरी? टाढा छ? त्यो गाउँको नाम के भनेको तिमीले? काठे पिपल। काठे पिपल तिमीहरूको गाउँ है? काठे पिपल। अनि एउटा अर्चले भन्ने गाउँ कता हो क्या? चल कुखुराको चल्लालाई खिचेको तपाईँलाई खिचौँ। त्यसपछि नयाँ जोसका साथ आफ्नो अन्तिम गन्तव्य थाप्रेकतर्फ लागे। एक थप्रेक तनहुँ हार्दिक स्वागत गर्दछ। फाइनली थप्रेक आइपुग्यो। कति घन्टा लाग्यो मलाई? अलमोस्ट 3 आवर्स लाग्यो। अब गाउँतिर जाऊँ। शुक्ला गण्डकी नगरपालिका 1 नम्बर वडा कार्यालय थाप्रेक गाउँको भ्रमण गर्दा समय नै पछि फर्किएको जस्तो अनुभूति हुन्छ। यस गाउँले आफ्नो प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदालाई आजसम्म जोगाएर राखेको छ। यहाँको वातावरण अत्यन्तै मौलिक, शान्त र प्राकृतिक छ, जहाँ गाउँको वास्तविक पहिचान प्रत्येक कुनामा महसुस गर्न सकिन्छ। यहाँको जीवनशैली सरल, सहज र प्रकृतिसँग घनिष्ठ रूपमा जोडिएको छ। सहरको व्यस्तता र आधुनिक जीवनका प्रभावहरू यहाँ लगभग देखिँदैनन्, बरु यहाँका बासिन्दाहरूले आफ्नो परम्परा, संस्कृति र मौलिक जीवनशैलीलाई सम्मानपूर्वक निरन्तरता दिँदै आएका छन्, जसले थाप्रेक गाउँलाई अझ विशेष र आकर्षक बनाएको छ। यदि यो भिडियो तपाईलाई मन परेको छ भने कृपया लाइक, शेयर र सब्स्क्राइब गरेर साथ दिनुहोस्। अब अर्को भिडियोमा फेरि भेट्ने आशासहित आजका लागि बिदा लिन्छु। नमस्कार।